गणेशाय नमः। मानिसले जस्तो कर्म गर्दछ त्यस्तै फल भोग्दछ। अहङ्कारका कारण मानिसबाट कतिपय गल्तीहरू हुन्छन्, तर सच्चा प्रायश्चित गरेमा त्यसबाट उत्पन्न पाप पखालिन्छ र मानिसले मुक्ति पाउँदछ। अब प्रायश्चित कसरी गर्ने भन्ने कुरा कर्मको प्रकृतिले नै निर्धारित गर्दछ। कतिपय गल्तीहरू सामान्य प्रायश्चितबाटै क्षम्य हुन्छन् भने कतिपय यस्ता गम्भीर गल्ती हुन्छन् जसको फल नभोगी सुख पाइँदैन। आदरणीय श्रोता, यस्ता धेरै गल्तीहरू छन् जसको परिणाम अन्ततोगत्वा ब्रह्म ईश्वरले नै निर्धारण गर्नुहुन्छ र यसको फल भोग्ने क्रम जन्म जन्मान्तरसम्म चलिरहन सक्छ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यहाँ उपरान्त चन्द्रावती ब्राह्मणीले बगाएका 8 रोटीमध्ये 4 रोटी नागले पाए। त्यो अपूर्व रोटी फेला पारेपछि नागले सोचे, 12 वर्षदेखि घर नगएको मैले श्रीमतीलाई नखुवाई यो कसरी खाऊँ? बरु घरै गएर बाडेर खाउँला। संयोगले बाँकी 4 रोटी नागिनीले फेला पारिन् र उनले पनि 12 वर्षदेखि परदेशिएका स्वामीलाई नदिई एक्लै नखाने विचार गरिन्। स्वस्थानी परमेश्वरीको प्रसादको प्रभावले खोज्दै जाँदा साली नदी र समुद्रको दोभानमा 12 वर्षपछि नाग नागिनीको पुनर्मिलन भयो। नागिनीले हर्षित हुँदै भनिन्, हे स्वामी, मलाई छोडेर कहाँ जानुभएको थियो? आज भाग्यवश हजुरको दर्शन पाए। कसैले बगाएको यो अपूर्व रोटी हजुरलाई नखुवाई एक्लै खान मन लागेन, त्यसैले नदी नाला सबैतिर खोज्दै आए। आज भेट पाउँदा धन्य भए, लौ यो 2 रोटी खानुहोस्। त्यो रोटी देखेर नाग भन्दछन्, हे स्त्री, यस्तै 4 रोटी मैले पनि पाएको छु। तिमीलाई नखुवाई कसरी खाऊँ? 2 रोटी बाँडी खाने इच्छाले आए। तिम्रो मुख देखेर सन्तोष भयो, लौ खाऊ, यति भनेर 2 रोटी दिए। दुवै स्त्री पुरुषले खाइसकेपछि नागिनी नागका काखमा बसेर आनन्द मनाए। तब नाग भन्दछन्, हे प्रिय, 12 वर्षसम्म बिछोड भएका यस्तै रोटीका प्रभावले आज हाम्रो भेट भयो। जसले यो रोटी बगाई पठायो त्यसको भोलि नै इच्छा सिद्धि होस्, लक्ष्मी प्राप्त होउन्, शत्रु नाश होउन् भनेर अनेकौं आशिष दिए। यसरी आफ्ना पति नागको आशिष सुनेर नागिनी भन्दछिन्, हे स्वामी, त्यसैलाई म पनि आशिष दिन्छु, नवग्रहले पीडा नदिउन्, त्यसदेखि प्रसन्न रहून्, भूतप्रेतहरूले पनि पीडा गर्न नसकुन्, राज्य लक्ष्मी त्यसका बसमा होउन्। फेरि हामी चाहिँ पति पत्नी छुट्टिएका भए पनि चाँडै नै भेट होस् भनिन्। यसरी चन्द्रावती ब्राह्मणीलाई आशिष दिएर नाग नागिनी आफ्ना आफ्ना घरतर्फ लागे। त्यहाँ उपरान्त लावण्य देशका नरनारीले साली नदीमा चन्द्रावतीलाई देखेर सोधे, तिमी देवकन्या, नागकन्या वा अप्सराको हौ र यहाँ किन बसेकी? लोकहरूको कुरा सुनेर उनले भनिन्, म कुनै देवी वा अप्सरा होइन, म वरुणपुरका अग्निस्वामी ब्राह्मणकी पुत्री र लावण्य देशका राजा नवराजकी पत्नी चन्द्रावती हुँ। हिजो स्वर्गका अप्सराले यहाँ स्वस्थानी परमेश्वरीको व्रत गरेर मैले पनि उनीको संसर्गमा व्रत गरे, राति जागरण गरे भनिन्। लावण्य देशका लोकले आश्चर्य मानी यो कुरा हो होइन भनी निर्णय गर्न नवराज राजा छेउ पुर्याउने सल्लाह गरे। अनि ती लोकहरू नवराज महाराजका सामुन्ने पुगी, हे महाराज भनेर चन्द्रावतीले भनेको सबै कुरा बिन्ती चढाए। साली नदीको तीरमा एक्लै बसेकी छिन्, यो कुरा के कसो हो विचार हवस्। यस्तो आफ्ना प्रजाले भनेको सुनेर राजा नवराजले आफ्नी पत्नीलाई सम्झिए। उनले, हे लोक हो, तिमीहरूले भलो कुरा भन्यौ। चन्द्रावती ब्राह्मणी मेरी स्त्री हो। राज्यको मदले बिर्सिराखेको थिए, अब तिमीहरू गई डाकेर ल्याऊ भन्दै खुसी हुँदै मन्त्रीलाई पालकी, वस्त्र र अलङ्कारसहित सिन्दूर यात्रा गरेर उनलाई आदरपूर्वक ल्याउन आज्ञा दिए। राजा आफै पनि उनलाई लिन जाने तयारीमा लागे। मन्त्रीले राजा आज्ञा सुनेर हवस् भनी लोकहरू लिएर आफै साली नदीका तीरमा गए। मन्त्रीले गएर चन्द्रावतीलाई दण्डवत गरेर, हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाउनु भएको हो। यो पालकी, वस्त्र, अलङ्कार ल्याइदिएको छु, यो पहिरी चाँडै सवारी होस् भने। मन्त्रीका यस्ता कुरा सुनेपछि स्वामीलाई सम्झेर, हे स्वस्थानी परमेश्वरी, मेरा पतिसित चाँडै भेट हवस् भनेर हिजो व्रत पूजा गरेथे, आज प्रत्यक्ष दर्शन पाउने भए। हे करुणामय भक्तवत्सल, तपाईलाई कोटी कोटी नमस्कार छ। पापिनी नाम भई दुःखको समुद्रमा बसिरहेकीलाई पार गर्नुभयो। हे त्रैलोक्यकी मालिक, हजुरलाई कोटी कोटी नमस्कार छ। तपाईका कृपाले अब म पनि रानी हुन लागे भनेर हर्षले गदगद हुँदै वस्त्र अलङ्कार पहिरी पालिकीमा बसी लोक समेत भई लावण्य देशतर्फ हिँडिन्। सहर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले आफ्नो घरबार छोडी सारा हेर्नको लागि बाहिर निस्किए।
अनि नवराज राजाले पनि सिन्दूर यात्रा गरी चन्द्रावतीलाई आफ्ना दरबार अन्तपुरमा लिएर गए।